Hello everyone, today is very special day for me because today is my husband's birthday. त्यही भएर भगवानलाई थ्याङ्क यू फर एभ्रिथिङ टिल टुडे अनि अपकमिङ डेज अझै राम्रो होस् भनेर प्रे गर्दै हुनुहुन्छ। अनि यो थियो आजको हाम्रो आउटफिट अफ द डे। त्यसपछि हामी दुवैजना गयौँ क्यासल प्लाजा बिकज बर्थडे बोयले बर्थडे गिफ्ट त दिनु पर्यो। अनि he was so excited to get his birthday gift. बर्थडे गिफ्ट चाहिँ थियो फोन। सो फाइनली फोन हातमा पर्यो अनि फोन चाहिँ स्यामसङ S25 अल्ट्रा। दिस इज हिज काइन्ड अफ ड्रिम फोन। अनि एक्चुली he was waiting for 26 since long, but अहिले युज गरिरहेको फोन फुटेको भएर चाहिँ I convinced him to take this phone and he get this. So phone लिगेम अनि look at his smile right now. फोन पाएपछि excited. फोन अनबक्सिङ हुँदैछ। फोन अनबक्सिङ गरेर हामीले ट्याम्पर पनि त्यही हाल्यौँ बिकज ट्याम्पर त हाल्नु पर्यो फोनमा। अनि त्यसपछि हामी गयौँ लन्चको लागि सिटी। यो चाहिँ हामी सेकेन्ड टाइम जाँदै थियो एडिलेड सिटी चाहिँ बिकज ब्रिस्बेनबाट म भएको जस्ट 18 डेज मात्रै भएको थियो। सो त्यति धेरै थाहा पनि थिएन सिटीको बारेमा अनि स्ट्रगल अ लट टु फाइन्ड आउट पार्किङ पाएपछि हामी गयौँ नेपाली रेस्टुरेन्ट बिकज जता भए पनि यो मन त मेरो नेपाली हो अनि नेपाली खाना चाहिँ खानु पर्यो। सो भित्र छिर्दा चाहिँ कस्तो राम्रो थियो, नेपालमै भएको जस्तो भाइब आइरहेको थियो अनि ठाउँ पनि कस्तो स्पेसियस रहेछ। नेपालीमा कति धेरै लेख्नु भएको, चाँपै पढ्नु ल के लेखेको रहेछ भनेर मलाई चाहिँ एकदमै मन पर्यो लेखेको चाहिँ। अनि हामी खाना चाहिँ प्रि अर्डर गरेर गएको भएर चाहिँ धेरै बेर वेट गर्नु पनि परेन खानाको लागि। खाना आयो अनि हिज चाहिँ ह्याप्पी बर्थडे टु मी। त्यसपछि हामीले खाना खायौँ, खाना एकदमै मिठो थियो अनि खाना खाएर गयौँ पार्किङ भएको ठाउँमा। पार्किङ भएको ठाउँ पुगेर हामीले पार्किङको लागि तिर्यौँ $7। त्यसपछि हामी गयौँ सिटी नजिकै रहेको एउटा गार्डनमा। त्यो गार्डन चाहिँ एडिलेड हिमेजी गार्डन भन्ने रहेछ अनि जापानिज गार्डन रहेछ। त्यो चाहिँ हामीलाई पनि थाहा थिएन, मैले अघि नै भनिसकेँ हामी एडिलेडमा नयाँ हो भनेर। सो हामी कहीँ पनि घुमेको छैनौँ, सायद यही नै होला हाम्रो फर्स्ट टाइम कतै घुम्न गएको भनेर निस्केको। अनि त्यही भएर यो बनाउन मन लाग्यो अनि फोटो पनि खिचेँ धेरै नै मेमोरीको लागि। म चाहिँ घुम्न एकदमै मनपर्ने मान्छे अनि फोटो भिडियो खिच्न पनि एकदमै मनपर्छ बिकज मेमोरी हुन्छ नि त पछिसम्मको लागि सबै थोक। गार्डन चाहिँ एकदमै राम्रो थियो। म चाहिँ नेचर लभर भएको भएर पनि होला मलाई गार्डन एकदमै मन परेको। मलाई सिटी क्राउड भन्दा पनि एकदमै पिसफुल इन्भाइरोमेन्ट मनपर्छ अनि नेचर मनपर्छ। हामीलाई यो गार्डन आएर चाहिँ एक काइन्ड अफ रिफ्रेसमेन्ट पनि फिल भयो अनि थुप्रै भिडियो फोटोहरू क्लिक गऱ्यो अनि मैले भिडियो पनि बनाएँ जस्ट वाक गरेर। मलाई चाहिँ यस्तो भिडियोहरू क्याप्चर गर्न सर्ट भिडियो क्याप्चर गर्न एकदमै मनपर्छ। यो गार्डन घुमिराख्दा चाहिँ मलाई कता कता गार्डन अफ ड्रिम्सको पनि याद आइरहेको थियो अनि इन्भाइरोमेन्ट त्यस्तै लाग्यो अलिअलि अनि म कस्तो नेपालमा फ्ल्यासब्याक भएँ। हजुरहरू कतिचोटि जानुभएको छ गार्डन अफ ड्रिम्स? म चाहिँ मेबी 3 टाइम्स चाहिँ गएको थिएँ गार्डन अफ ड्रिम्स। ह्याङआउट गर्न एकदमै रमाइलो ठाउँ छ गार्डन अफ ड्रिम्स पनि। त्यसपछि हामी त्यहीँ नजिकै अर्को गार्डन रहेछ रोज गार्डन, त्यो रोज गार्डन पनि गयौँ। आज त हाम्रो पुरै डे नै नेचरवाला डे जस्तै भयो, जतासुकै नेचरमा मात्रै गयौँ। अनि रोज गार्डन पनि एकदमै राम्रो रहेछ। यो चाहिँ मेबी चाइनिज गार्डन हो, चाइनिज गार्डन रहेछ यो चाहिँ। अनि त्यहाँ चाहिँ सानो लेक जस्तो रहेछ क्या अनि त्यो लेक चाहिँ अहिले चाहिँ क्लोज भएको रहेछ ड्यु टु पोर वाटर कन्डिसन भए पनि त्यहाँ राम्रै थियो। हामीले आजको दिन चाहिँ नेचरमा वेल स्पेन्ड गरेर घर फर्क्यौँ। घर फर्किँदा बाटोमा इन्डियन ग्रोसरी छिरेर थुप्रै भेजिज र फ्रुट्सहरू किन्नु थियो अनि इन्डियन ग्रोसरी गएर भेजिज र फ्रुट्सहरू किन्यौँ। के किन्यो भनेर चाहिँ म देखाउँछु है त बिस्तारै। फर्स्टमा चाहिँ मलाई त्यो छिर्ने बित्तिकै म्याङ्गो सेक्सन जान मन लाग्यो बिकज आई लभ म्याङ्गो सो मच, एकदमै मनपर्छ म्याङ्गो चाहिँ। अनि 2-3वटा थरी म्याङ्गो रहेछ अनि मेरो हस्बेन्डलाई चाहिँ म त म्याङ्गो त सुँघेरै थाहा पाइदिन्छु नि कुन चाहिँ मिठो छ भनेर सुन्दै हुन्थ्यो कि।
मलाई कस्तो फनी लाग्यो त्यो चाहिँ। अनि म्याङ्गो लिएपछि लिग्यौँ बनाना, लेडी फिङ्गर बनाना चाहिँ मलाई एकदमै मनपर्छ अर्को बनाना भन्दा। अनि यो पेन्टिङ चाहिँ मलाई एकदमै मन पऱ्यो कि एकदमै मन पऱ्यो। अनि मैले यो पेन्टिङको लागि मात्रै भए पनि यो भिडियो चाहिँ लिएँ। अनि टोमेटोज पनि लिनु थियो र टोमेटोज पनि लिएँ। अनि लिएँ मसरुम, फ्रुट्स भेजेस लिएर हामी गयौँ केक सप गएर घर गएर डिनर बनाएर यो थियो डिनर। त्यसपछि पालो भयो केक काट्ने। अब केक काट्ने बेलामा चाहिँ मैले चाहिँ मेरो भोइस ओभर राखिनँ, ओरिजिनल साउन्ड नै राखेँ है त। Happy birthday to me. Happy birthday to you, baby. Happy birthday to you. Hooray! 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 यसरी केक काटेर आजको बर्थडे बोयको बर्थडेलाई पनि ऱ्यापअप गरेर हाम्रो दिन चाहिँ सक्यो। थ्याङ्क यू फर वाचिङ।